नमस्कार साथीहरू, आजको पत्रिकाको स्वादले तपाईहरुलाई तपाईहरुको बाल्यकालको सम्झना गराइदिन्छ। हामी आज जंगली लसुन, घरमै सुकाएको मासु र परम्परागत ढुसी लागेको सेतो सिमीको पेस्टबाट खाना बनाउँदैछौ। सुरुमा म पहाडको जंगल गएर जंगली लसुनहरू माटो खन्दै निकाल्छु। लसुनलाई माटोबाट निकाल्दा नै हातमा प्रकृतिको सुगन्ध बस्छ। सबै लसुनहरूलाई म निकाल्दै एउटा बास्केटमा हाल्छु। अब खोला छेउ गई प्रकृतिले दिएको पानी एकदमै शुद्ध पानीमा म ती लसुनहरूलाई मजाले पखाल्छु। त्यसपछि सफा गरेको ती लसुनहरूलाई काटेर एउटा बोलमा हाल्छु। त्यसमाथि धुलो खुर्सानी, नुन, सेतो सिमीको पेस्ट हालेर मजाले मिक्स गर्छु अनि एउटा बोलमा हाल्छु। अब लसुनको पातहरूलाई पनि म काट्छु अनि पालो आए सुकाएको मासुको त्यसलाई पनि म लामो लामो पिसमा काटेर राख्छु। काटेको ती मासुहरूलाई म कराईमा हालेर फ्राई गर्न थाल्छु। त्यसमाथि खुर्सानी हालेर फेरि फ्राई गर्छु। अब अघि काटेको लसुनको पातलाई पनि हाल्दिन्छु र चलाउँछु। मासु भइसकेपछि म कराईमा अन्डा र लसुनको पात र नुन हालेर पकाउँछु। साथीहरू, पहिलो बाइट मुखमा हाल्दा सुरुमा लसुनको ताजापन आउँछ, त्यसपछि मासुको स्वाद र अन्त्यमा ढुसी सिमीको हल्का नुनिलो खट्टा मिठो झल्को। एकछिन त लाग्छ यो खाना होइन, समयको यात्रा हो। फेरि भेटौँला अर्को यस्तै यात्रा सँगै।